Hello everyone, today is Sunday and it is 9th of November और अभी ना मैं ये लास्ट टाइम जब हम लोग झांगे फॉल्स गए थे ना यही रास्ते से गए थे एंड यहाँ पे एक्चुअली ना एक छोटा सा प्रोग्राम है एंड माय डैड वाज एक्चुअली इनवाइटेड टू दिस प्रोग्राम बट ही यू नो दे ऑल आर वेरी बिजी विद द नेशनल कंपटीशन तो उनके बिहाफ में ना मैं जा रही हूँ अभी मैं वहाँ नीचे प्रोग्राम घर में पहुँचने ही वाली हूँ सो आई जस्ट थॉट ऑफ यू नो अपडेटिंग इन माई व्लॉग एज वेल या मैं जा रही हूँ गाइज जितेर आउनु भएको थियो अनि हाम्रो समाजको केही दायित्व भनिन्छ जसले कि गएर केही गरेर आउँछ आफ्नो राज्यको लागि गाउँको लागि भने हामीले पनि केही गर्नुपर्छ भनेर सानो एउटा सम्मानको लागि कार्यक्रम राखेका थियौँ कमल भाइ आज अनि हाम्रो पिमाजीको बहिनी छोरी उहाँलाई पनि मेरो तर्फबाट धेरै धेरै नमस्कार र सबै हाम्रो बरफल समाजकोबाट धेरै धेरै नमस्कार छ है न्यानो अभिवादन लगायत स्वागत गर्न चाहन्छौँ यो हाम्रो एकताको प्रतीक हो हामी सधैँभरि एकमुष्ट भएर जोडिएर हामी काम गर्नेछौँ दुवैतर्फको समाजलाई हामी बलियो बनाएर लगाएर जानेछौँ भन्ने हामीले सोचेका छौँ तपाईँहरूलाई यसरी हामी धन्यवाद दिन चाहन्छौँ हाम्रो बरफल समाजको गीत पनि है यसको श्रेय श्री धर्मसिंह दर्नाललाई जान्छ पिपलको छाया जस्तै समाजलाई सम्हाल्दै हिँड्ने हाम्रो माटोको गर्व यस्तै शान्तिको बाटो देखाउँदै सेवामा श्री कमल रसाइली मार्तम बारछागे पूर्व सिक्किम मार्तम बारछागेमा एक साधारण आर्थिक रूपमा कमजोर परिवारमा जन्मिनुभएका अनि अति नै गर्वान्वित छौँ तपाईँको यो अथक प्रयासले श्री कमल रसाइली हाम्रो गाउँ खुसी भएको होस् आफ्नो कारणले कसैलाई पनि पीर नपुगोस् कसैलाई पनि दुःख नहोस् भन्ने एउटा छोराको तपाईँले निर्वाह गर्नुभएको छ कमल रसाइली अनि हामी बरफल समाज परिवार तपाईँको यस उल्लेखनीय योगदान र निरन्तर समर्पणप्रति गहिरो सम्मान प्रकट गर्दै हार्दिक बधाई तथा कृतज्ञता अर्पण गर्दछौँ धन्यवाद तपाईँलाई यसरी आइदिनु भयो भने यो सानो मायाको चिनो समाज एउटा प्रगाढता एकताको प्रतीक हो भन्ने हामी तपाईँलाई बताउन चाहन्छौँ मेरो मम्मी बाबालाई धेरै धेरै धन्यवाद सधैँ मलाई यसरी नै आशीर्वाद दिएर साथ सपोर्ट दिएर आज म यहाँ पुगेँ र हाम्रो एमाजी मेरो गुरुजीलाई पनि धेरै धन्यवाद हजुरकै गाइडेन्सले हजुरकै आशीर्वादले म आज यहाँ पुगेँ अन्त मेरो विकासलाई सबैभन्दा पहिला मलाई यो फिटनेस फिल्डमा लाने उहाँलाई पनि एकदम थ्याङ्क यू सो मच र मेरो सबै सम्पूर्ण गाउँलाई थ्याङ्क यू यति नै भन्न चाहन्छु थ्याङ्क यू समाजलाई मानेर बोलाइदिनु भाइ विकास भाइ हामीलाई खुसी लाग्यो आज यस्तो जस्तै हाम्रो कमल रसाइली भाइ जो हाम्रो
उहाँ दाजुको छोरा हुनुहुन्छ होइन। उहाँ भाइले एउटा जिम थ्रुबाट होइन यसरी सम्मान पाउँदाखेरि मलाई लाग्छ उहाँलाई पनि उहाँबाट जाँदा आज उहाँको आमा बाउ घर र है मेरो यो दुई कुरा तपाईँहरूको माझमा म पनि राख्नेछु है। र यस्तै गरी आज 9 तारिक 11 महिना 2025 का दिन हाम्रो कमल भाइ है, हाम्रो कमल भाइलाई हामी अलिकति जोस उमङ्ग दिनको लागि है भाइले थाइल्यान्डसम्म पुगेर च्याम्पियन अफ द च्याम्पियन गरेर है भाइले हाम्रो गाउँको रोशन गरिदिएकोमा है 20 भन्दा पनि बेसी देशहरू सबै त्यत्रो देशबाट चाहिँ कमल भाइ चाहिँ एउटा च्याम्पियन अफ द च्याम्पियन उसले ट्रफी एउटा सिक्किमको मात्रै होइन उसले एउटा इन्डिया एउटा देशको नाम राखेर आएको छ। त्यो पनि हाम्रो एउटा सानो गाउँ बारछाङ्गेबाट है। यो चाहिँ अब हाम्रो लागि ठुलो कुरा हो। तर यस्तो हुन्छ नि अब जति हामीले बाहिर ठुलो सम्मान पाए भने पनि आफ्नो जब घरबाटै हामीले एप्रिसिएट गरेन भने त्यो ठुलो सम्मानको पनि केही महत्त्वै हुँदैन। र आफ्नो एउटा सानो घर र आफ्नो आँगन जहाँ कमल हुर्किएको आफ्नो गाउँबाट चाहिँ यतिको सपोर्टले चाहिँ उसलाई धेरै एउटा हौसला दिन्छ है। र वान्स अगेन कमल भाइलाई पनि धेरै कङ्ग्रेचुलेसन भन्न चाहन्छु। हेलो एभ्रिवान, अपडेट राइट नाउ इट्स अराउन्ड 2 PM to 2:30 PM ऐसे उसके बीच के आसपास में टाइम हो रहा है। एंड आई एम बैक फ्रॉम द प्रोग्राम से वापस आकर मैं घर पहुंच गई। उसके बाद मम्मी एंड आई, माई मॉम एंड आई, हम लोग फिर से ना एक दूसरी जगह जा रहे हैं विच इज़ कॉल्ड एज माकथाङ, जहाँ पे पैडी ग्रो करते। ओके अभी ना यो चाहिँ हाम्रो परालो यस्तो हुन्छ। मतलब मेरी नानी माँ की जो माकथाङ बोल के नाम है जो फील्ड का माकथाङ भोटिया के भन्छ। सो देयर इज अ प्रोग्राम ला झन्डै लडेँ म प्रोग्राम पो हेरेँ फेरि। मतलब वहाँ पे एक कुछ हो रहा है। ओके हाँ टूरिज़्म का कुछ हो रहा है वहाँ पे। कुछ मतलब टू सिंप्लीफाई एक प्रोजेक्ट का काम चल रहा है। ओके एंड या वी आर जस्ट गोइंग देयर बिकॉज we were asked to come by our aunt. So yeah, right now we are on the way. आप लोग को थोड़ा सा दिखा दूँ, मम्मी है आगे और हम लोग अभी ना ऐसे चिप्स खाते हुए जा रहे हैं। हमारा ये जंगल का रास्ता है और यहाँ से नीचे हम लोग पहुँचेंगे मार्तम खोला रिवर। अभी तो काफ़ी टाइम हो गया, मैं भी अपना खुद मार्तम रिवर में नहीं पहुंची हूँ। सो अभी ना ये घना जंगल से हम ऑलमोस्ट पैडी फील्ड के वहाँ में पहुंचने वाले हैं। सो यहाँ पे कंस्ट्रक्शन चल रहा है गाइस, यहाँ पे टेंट वगैरह बनेंगे शायद से। एंड दिस इज आवर पैडी फील्ड। मेरे नानी माँ के है। आमा कहाँदेखि कहाँसम्म हो अन्नाको माकथाङ? यहाँदेखि पारीसम्म कता आधी धान भएको ऊ यहाँ आधी धान ढुङ्गा छ नि हो त्यहाँसम्म। ए यहाँदेखि यहाँसम्म यहाँसम्म कहाँसम्म? यहाँसम्म। ओ मम्मी बोल रही कि इस जगह से लेके वो स्टोन तक है हमारे ग्रैंड माँ का, मतलब हमारे माला मान्ना का। और अभी यहाँ पे प्रोजेक्ट का काम चल रहा है। वेदर कितना अच्छा है गाइस। और ये देखिए अभी हार्वेस्ट सीज़न आ गया। तो मैं पहुंच गई हूँ यहाँ माकथाङ में और अभी जैसे आप लोग देख सकते हो यहाँ पे कंस्ट्रक्शन चल रहा है बिकॉज ये आने वाले 22nd में वी हैव गॉट द हार्वेस्ट फेस्टिवल। सो people interested can come. Hopefully this video is going live before 22nd. Come and enjoy Harvest Festival at Maktang here at Martam.